नमस्ते। घन्टी 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 भन्दा भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले करिब 2/3 पाएको हो र सरकार पनि बनाएको हो। अब राष्ट्रिय स्वतन्त्र पार्टी र यसका नेताहरूले ध्यान दिनुपर्ने कुरा के छ भने अब घन्टी घन्टी घन्टीबाट बिस्तारै घन्टे 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 हुँदै गइरहेको छ। सामाजिक सञ्जाल लगायत विभिन्न चौतारीहरूमा सार्वजनिक जीवन व्यतीत गरिरहेका मान्छेहरू, बाटो, चिया पसल प्रत्येक ठाउँमा अहिले घन्टे 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 भन्न थालिएको छ। यो एउटा आक्रोश हो। घन्टीप्रतिको जुन एउटा आकर्षण थियो, राष्ट्रप्रतिको जुन एउटा आकर्षण थियो, त्यो अब विकर्षणमा परिणत भइरहेको छ। नेताहरूमाथि प्रश्नहरू उठ्न थालेका छन्। सरकारमा गएपछि यही हो। सरकारका कामहरू पनि प्रभावकारी हुन सकेका छैनन्। संसदमा सत्तापक्षका सांसदका जो अभिव्यक्तिहरू आइरहेका छन् ती हास्यास्पद हुन थालेका छन्। कामहरू पनि यस्ता हुन थालेका छन् कि देशभित्र न दोषीलाई कारबाही गर्न सकिएको छ, न चाहिँ राम्रो काम गर्नलाई पुरस्कृत गर्न सकिएको छ। हेर्नुहोस् कैलालीमा के भयो। एउटा टेम्पोमा व्यवसाय गरिरहेकी एकजना महिलाको त्यो टेम्पो भिडबाट खसालियो। अहिले वन कार्यालयले उल्टो मान्छेलाई भ्रम छर्ने किसिमले, आँखामा छारो हाल्ने किसिमले वक्तव्य जारी गरेर झुटमाथि झुट बोलिएको छ। सिराहामा के भएको थियो? एसई दिएका विद्यार्थीहरूको मोबाइल जफत गरेको, त्यसलाई पानीमा डुबाइदियो। कहिले काफलको डालो घुम्ट्याइन्छ हो। यस्ता गतिविधिहरू बढ्न थालेका छन् र यो सामाजिक सञ्जालको जमाना हो। मान्छेलाई एकछिन पनि सह्य हुँदैन, त्यो आगो जस्तो फैलिन्छ, पुग्छिन्छ। अब कविन्द्र बुल्लाकोटीको जो रासोपाको महामन्त्री हुनुहुन्छ, उहाँले चाहिँ भर्खरै भाषणमा के भन्नुभयो? जुन नियुक्तिहरू दिने कुराहरू छन् त्यो नियुक्ति दिँदाखेरि स्वतन्त्र निष्पक्ष आफ्नो ठाउँमा छ, कुनै दलको सदस्यता नलिएको आफ्नो ठाउँमा छ। तर रासोपाका त्यसले प्रचार गरेको छ। रासोपालाई जिताउनको निम्ति उसले गाउँघरमा गएर आफ्नो मेहनत गरेको छ भने उसको 1 नम्बर बढी हुन्छ। ए बाबा, यो भनेको त सिधै रासोपाको कार्यकर्ता हुनुपर्छ, त्यसपछि हामी उसलाई नियुक्तिमा प्राथमिकता दिन्छौँ भने होइन। अनि के अर्थमा पुरानाहरूलाई गाली गर्ने? हिजो काङ्ग्रेसले जे गर्थ्यो, एमाले जे गर्थ्यो, नेकपाले जे गर्थ्यो अथवा अन्य दलहरूले जे जस्तो गर्थे, विगतका सरकारहरूले, नेताहरूले जे काम गर्थे तपाईँ पनि त्यही गर्नुहुन्छ भने के को भिन्न? यसकारण घन्टी थियो, घन्टे हुँदैछ। म त्यो शब्द भन्न चाहन्न। भोलि बिग्रिँदै बिग्रिँदै गयो भने मान्छे रिस उठेको बेला भन्छ नि, हो ठ्याक्कै त्यही हुन बेर छैन है। नमस्ते।